हेलो नमस्ते जय श्री कृष्ण। म चाहिँ सार कालीकोटी सुजुकी सोरुमको सर्भिस इन्चार्ज अनि आज चाहिँ एउटा हामी नयाँ टपिकको बारेमा कुरा गर्नेवाला छौँ र टपिकको नाम चाहिँ हुनेवाला छ कार सिम्बल्स एन्ड देयर मिनिङ्स। कारको सिम्बल्स र त्यसले के भन्न खोजिरहेछ मिनिङ्सहरू। कार पनि एउटा मान्छे जस्तै हो, उसले पनि बोल्छ तर उसको बोल्ने माध्यम चाहिँ सिम्बल्स हुन्छ र अनि सिम्बल्सहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ कि यो गाडीले हामीलाई के भनिरहेछ, अथवा इलेक्ट्रोनिक फल्ट हो कि कुनै सामानको फल्ट हो कि गाडी के भइरहेछ, गाडी हिट भइरहेछ कि गाडीलाई के भइरहेछ, गाडीलाई झाडा पखाला लागेछ कि के पखाला लागेछ, सबै कुरा हामी यो सिम्बल्सबाटै हामीले पत्ता लगाइन्छ। र अनि एउटा यसमा चाहिँ हामीले एउटा 3टा सिम्बल्सको बारेमा एउटा भिडियोमा हाल्छु, किनभने सबै सिम्बल्सको भिडियो हाल्न खोज्यो भने धेरै लामो हुनसक्छ। र अनि सिम्बल्सहरू चाहिँ हामीले 10 मिनटको भिडियो हुन्छ र त्यसकोमा के फिचर्सहरू हुन्छ त्यसमा हामी बताउनेवाला छौँ। र अनि सिम्बल्सहरू ल अब सुरु गरौँ। पहिले आउँछ फग लाइट फ्रन्टमा, अनि फग लाइट फ्रन्ट भनेपछि चाहिँ एउटा पहेँलो टाइपको लोगो हुन्छ। त्यसमा चाहिँ अब हामीले नर्मल लोगो हो, त्यसमा हामीले केही हेर्नुपर्ने हुँदैन, फग लाइट बल्यो कि परेन त्यसको मात्रै लोगो आउने हो। अनि हाम्रो दोस्रो नम्बरमा छ पावर स्ट्रिङ वार्निङ लाइट। यो चाहिँ हाम्रो एकदमै मेन कुरा हो, पावर स्ट्रिङ वार्निङ लाइट। यो चाहिँ हाम्रो खास गरी यो वार्निङ लाइट कि त एउटा हाइड्रोलिक र अनि मेकानिकल हुन्छ, दुई खाले पावर स्ट्रिङ हुन्छ। अनि हाइड्रोलिक पावर स्ट्रिङमा चाहिँ अब तेल खतम भयो भने पनि यस्तो हुनसक्छ, अथवा कुनै बेल्ट छुटेको छ भने पावर स्ट्रिङको बेल्ट छुटेको छ, अथवा मोटरमा केही समस्या आएको छ भने त्यसमा पनि हुनसक्छ। र अनि कुनै सफ्टवेयर इस्यु पनि भएको छ भने त्यसमा पनि यस्तो इस्यु आउन सक्छ। मोटरमा खराबी हुँदाखेरि अब तपाईँले मोटर चेन्ज गर्नुपर्ने हुन्छ। अब मोटरभन्दा पनि अरू महँगो आइटमहरू भनेपछि अब तपाईँको त्यसमा चाहिँ अब इलेक्ट्रोनिकल फल्ट पनि हुनसक्छ त्यसमा महँगो आइटमहरूमा। त्योभन्दा पनि महँगो चाहिँ अब इपिएस इलेक्ट्रोनिकल पावर सिस्टम भन्छ त्यसलाई, त्यो एउटा सेन्सर जस्तो हो, त्यो बिग्रिँदाखेरि पनि त्यो पनि धेरै महँगो आइटम हुन्छ, त्यो पनि तपाईँले अब चेन्ज सक्नुपर्ने हुन्छ। त्यसको लागि पनि त्यसको इस्युले गर्दा पनि त्यो सिग्नल देखाउन सकेको हुन्छ। अनि यसमा वायरिङको फल्ट हुँदाखेरि पनि त्यस्तो हुनसक्छ, तार तपाईँले अर्को ठाउँमा चेन्ज गर्नुपर्छ भने पनि त्यस्तो हुनसक्छ। र धेरै समस्याहरूको कारणले यो लोगो देखाउन सक्छ। र अनि तपाईँले यो पावर स्ट्रिङ हार्ड हुँदाखेरि चाहिँ तपाईँले आफ्नो गन्तव्यमा पुग्दाखेरि चाहिँ पुरै ध्यान दिएर कुदाउनु पर्ने हुन्छ, किनभने स्टियरिङ ओभर हार्ड भइरहेको हुन्छ। स्पिडमा कुदाउँदाखेरि यो टर्निङ दिन सक्दैन यो यस्तो हार्ड हुँदाखेरि। त्यसैले तपाईँले बिस्तारै चाहिँ आफ्नो कुनै छेउको वर्कसपमा अथवा छेउमा चाहिँ पर्छ त्यो वर्कसपमा गएर तपाईँ देखाउन सक्नुहुन्छ। र अब हाम्रो तेस्रो पोइन्ट चाहिँ आउँदैछ फग लाइट रेयर। फग लाइट रेयर यो चाहिँ अलिकति सेतो, त्यही पुरानै लोगो तर अलिकति घुमेको टाइपको आकारमा हुन्छ, तर यो चाहिँ सेतो कलरमा हुन्छ, अनि प्रायः जसो सेतै कलरमा हुन्छ। अनि पछाडिको चाहिँ यसमा बत्ती बल्ने हुन्छ फग लाइट, तपाईँले बाल्दाखेरि यो सेतो कलरको लोगो आउँछ ड्यासबोर्डमा। अनि त्यसै गरी हामीले अब यसको यो सबैको हाल्न सकिँदैन, अब लामो हुने चाहन्छ, त्यसैले मैले हरेक भिडियोमा 3-3वटा हाल्छु र त्यसको एक्सप्लेनेसन गर्छु। अनि यही सिरिजको दोस्रो भिडियोमा चाहिँ म चाहिँ पेश गर्नेवाला छु हजुरहरूलाई, मतलब सिम्बल्सहरू पेश गर्नेवाला छु। वासर फ्लुइड लोको सिग्नलको, र अनि ब्रेक प्याड वार्निङको, अनि क्रुज कन्ट्रोल सिस्टमको यसको लोगोहरू म एक्सप्लेन गर्नेवाला छु। र अनि यस सिम्बलले गर्दा तपाईँले गाडी कुदाउन मिल्छ कि मिल्दैन, अथवा तपाईँ आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ कि मेकानिककोमा लान सक्नुहुन्छ, त्यो कुरा अब हामी अर्को भिडियोमा डिस्कस गर्नेवाला छौँ। नमस्ते हजुरहरूलाई, जय श्री कृष्ण। र अनि च्यानलमा लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला, बेलको घन्टी पनि अलिकति बजाइदिनु होला। धन्यवाद।